दर्शकबिन तपाईँ अहिले हेर्दै हुनुहुन्छ XYZ नेपाल अपडेट र म तपाईँको साथमा मदन गौतम उपस्थित भइसकेको छु। आज भने एउटा निकै नै दर्दनाक घटना लिएर उपस्थित भइसकेको छु। बुद्ध एयरको हवाईजहाज दुर्घटनामा परेको छ। मिति 2082 9 महिना 18 गते अन्दाजी राति 9:30 बजेको समयमा चन्द्रगढी एयरपोर्टमा काठमाडौँबाट चन्द्रगढी आइपुगेको र 51 जना यात्रु र 4 जना चालक दल सहित उडेको ATR 72 बुद्ध 901 एयर भद्रपुर एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा फ्लाइट रनवेको पूर्वतर्फ ओभररन भई 300 मिटर पूर्वपट्टि भासी क्षतिग्रस्त भएको छ। मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जहाज काठमाडौँबाट राति 8:23 बजे चन्द्रगढीको लागि उडेको थियो र जहाजले भने रनवे छोडेर धेरै पर गएको र मानवीय क्षति त्यस्तो केही खासै नभएको पनि जानकारी प्राप्त भएको छ। त्यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 घर भई हाल मध्यपुर थिमी बस्ने 29 वर्षीय मनिषा महतलाई हनी ट्र्याप गरी हत्या गरेको अभियोगमा जन्म कैदको फैसला सुनाइएको छ। धनी र एक्लै बस्ने पुरुषलाई यौन प्रलोभनमा पारेर लुटपाट गर्ने र हत्या गर्ने कार्यमा भारतीय र नेपाली युवासँग मिलेर यस्ता कार्य गर्ने क्रममा काठमाडौँ कीर्तिपुर नगरपालिका 5 का 50 वर्षीय विनोद खड्कीको हत्या गरेकी थिइन्। यति सानै उमेरमा आज शारीरिक सुन्दरता र भविष्य दुवै अन्धकारतिर धकेलेकी छिन्। र दर्शकबिन आजलाई भने यति नै। यस्तै फरक भिडियो हेर्नको लागि हाम्रो YouTube च्यानल XYZ नेपाल अपडेटलाई सब्स्क्राइब गरी साथमा रहेको बेल आइकन दबाउन नभुल्नुहोला र हेर्दै गर्नुहोला XYZ नेपाल अपडेट।